होइन हौ भाइ तिमी चाहिँ के गर्दै बसेको हौ यहाँनिर? के गर्नु दाइ यसो भिडियो हेरौँ भनेको नेट आउन पाएको छैन। वाइफाई चल्न थाल्छ कि लाइन गइहाल्छ। उह बत्ती पनि हेर्नु न कस्तो छ, घरि उज्यालो बल्छ घरि बल्दै बल्दैन। बिजोग छ यार स्थिति। जान्छ क्या बत्ती नै बिग्रिन्छ जस्तो छ यार दाइ। मौसम खराबले होला क्या भाइ खासमा नि कि अनि के हो? मौसमले पनि हुनसक्छ कि दाइ, हावा हुन्डरी आइरहेको छ बाहिर हेर्दाखेरि। तर यहाँ चाहिँ उर्लाबारीमा चाहिँ के भयो यार दाइ, यसो बादल लाग्यो कि लाइन गइहाल्छ। म छक्क परिसक्यो यार। बादल मात्रै नभए कहिलेकाहीँ अलिक घाम चर्केर लाग्यो भने पनि बत्ती जान्छ हो। यो तार खुलिन्छ भनेर हो अरे क्या तातोले। के हो म त बुझ्नै सकिनँ। यसो पानी पर्छ कि यस्तो माहौल भइसक्दा लाइन गइहाल्छ। तर उर्लाबारीको लाइनको सेन्सर जस्तो अन्त छैन जस्तो लाग्छ यार मलाई। दाइ हो नि, 8 बजीतिर पानी पर्ने भनेर यसो माहौल छ भने 5 बजीदेखि लाइन जान्छ क्या। तिमी त्यो भन्छौ एउटा रुखको पात हल्ल्यो भने उर्लाबारीमा हावा हुन्डरी चल्छ भनेर लाइन गइहाल्छ क्या, त्यो खालको सेन्सर छ क्या।